कति कुराहरू अझै कमी कमजोरी छ हाम्रो प्रभुलाई भनौँ। प्रभु हामी तपाईँलाई धन्यवाद भन्दछौँ। यस घडी प्रभु तपाईँ परमेश्वरले हामीलाई चलाउनु भएको पिता धन्यवाद छ पिता। तपाईँको वचनले भन्दछ फिलिपी 4:4 प्रभुमा सधैँ आनन्द गर पिता। दुःखमा, कष्टमा, भोक प्यासमा, अभावमा, खाँचोमा, सतावटमा, परीक्षामा पनि तपाईँमा आनन्द आउने जीवन तपाईँले दिनुभएको पिता परमेश्वर बुवा। तपाईँलाई धन्यवाद भन्दछु प्रभु। तपाईँले सहायता गर्नुहोस्, तपाईँले आशीष दिनुभएको पिता, तपाईँले ईश्वरीय ज्ञान दिनुभएको ताकि वचन सिकेर बुझेर पनि अरूलाई सिकाउन सकौँ। आज गवाईको पात्र मलाई बनाउनु भएको छ, तपाईँको छोरीहरूलाई, तपाईँको छोराहरूलाई पनि बनाउनु भएको पिता। तपाईँ जिउँदो प्रभु हुनुहुन्छ। हामी तपाईँलाई लाखौँ लाख धन्यवाद भन्दछौँ। हामी के दिन सक्छौँ तपाईँलाई प्रभु? यो जीवन, आत्मा, प्राण सहित तपाईँलाई सुम्पिदछौँ प्रभु। प्रभु यो बोल्ने सास पनि तपाईँको प्रभु। हामी ऋणी छौँ प्रभु। तपाईँले त हाम्रो लागि कलवरी क्रुसमा प्रभु तपाईँ झुन्डिनु भयो, मारिनु भयो, गाडिनु भयो। तेस्रो दिनमा मृतकबाट बौरी उठ्नुभयो। तपाईँले जीवन पाउनुभयो, जीवन दिनुभयो र प्रभु मृत्युमाथि पनि जीवन दिकन आज हामीलाई जीवन दिनुभएको छ प्रभु। अनि हितोपदेश 18:21 भनेको छ जीवन र मृत्युको शक्ति जिब्रोमा छ। प्रभु आज हामी मृत्यु होइन जीवन माग्दछौँ। एकलाई जीवन दिनुहोस् प्रभु। आज तपाईँलाई धन्यवाद भन्दछु। हामी हिँड्ने डुल्ने मन्दिरहरू हौ प्रभु। हामी एक ठाउँमा बस्न सक्दैनौँ। त्यही भएर तपाईँले भन्नु जाओ र सबै देशका जातिलाई चेला बनाऊ भन्नुभएको छ पिता। आज हाम्रो मण्डलीमा पनि, यहाँको मण्डलीमा पनि तपाईँ परमेश्वरको प्रभु आज त्यो आत्माको खाँचो छ। तपाईँका छोरीहरूले, तपाईँका छोराहरूले प्रभुजी धेरै आत्माहरू जितेर तपाईँको राज्यमा अझ अगाडि बढ्नको लागि सहायता गर्नुभएको पिता। धन्यवाद छ परमेश्वर पिता। हामी तपाईँलाई बिन्ती प्रार्थना चढाउँदछौँ। वरिपरिका आत्माहरू माग्दछौँ मत्ती 7:7 दाबी गरिकन पिता। तपाईँले भन्नुभएको छ मत्ती 18:19 र 20 पदमा तिमीहरू जहाँ 2 वा 3 जना कुनै कुरा सहमति भइकन केही माग्छ भने म तिमीहरूको निम्ति गरिदिनेछु भन्नुभएको छ। तिमीहरू जहाँ 2 वा 3 जना मेरो नाममा भेला हुन्छ भने म तिमीहरूको माझमा आउनेछु भन्नुभएको छ पिता। तपाईँलाई धन्यवाद छ प्रभु। तपाईँबाट अलग रहेर हामी केही पनि गर्न सक्दैनौँ। तपाईँसँग टाँसेर गर्न सकौँ प्रभु। तपाईँको आगमनसम्म र हाम्रो अन्तिम साँझसम्म तपाईँलाई आराधना, महिमा, प्रशंसा, धन्यवाद र तपाईँकै सेवा सङ्गति गर्न सकौँ प्रभु। धन्यवाद सबै कुराको लागि बिन्ती प्रार्थना चढाउँदै आशिष माग्छौँ। हामी एकलाई तपाईँले आशिष दिनुभएको। कति बिरामीहरू हुनुहुन्छ भने प्रभु उहाँहरू अहिले सुन्दै गर्दा चङ्गाई छुटकारा पाइसक्नु भएको म घोषणा गर्दछु प्रभुजी। तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। वंशालु श्रापलाई काटिदिनु भएको पिता परमेश्वर बुवा। प्रभु रगतमा भएका श्रापहरू, पुर्ख्यौली श्रापलाई म यीशुको रगतले यसरी काट्दछु र म दुष्टका अन्धकारका